शास्त्रले समेत यस्तै भन्छ। यदि हामीले मतदान गरेनौँ भने के हुन्छ थाहा छ नि? देशोपि दीनताम याति अर्थहानि पुनः पुनः। देश गरिब हुन्छ अरे, देशले बारम्बार धन गुमाइरहनु पर्ने हुन्छ अरे। मैले सुरुमै वाचन गरेको श्लोकको सार यही नै हो। अब कसैको बहुमत आएन भने चुनाव गरिरहनु पर्यो, कि त अस्तिको जस्तै बाँडीचुडीको सरकार बनाउनु पर्यो, भागभण्डाको। फेरि बाँडीचुडी भागभण्डाको सरकार भनेको उही बाँडीचुडी खानलाई मात्रै हो, विगतमा यस्तै नै देखियो होइन त? नत्र फेरि चुनाव गराउनु पर्यो, मध्यावधिमा जानु पर्यो, अनि जति पटक चुनाव उति पटक खर्च हुने नै भइहाल्यो। त्यसैले शास्त्र भन्छ अर्थहानि पुनः पुनः, बारम्बार आर्थिक क्षति भइरहन्छ अरे देशको। त्यसैले देशम च प्रगतिम याति, यदि देशको प्रगति चाहनुहुन्छ, देशको भलो चाहनुहुन्छ भने पूर्ण मतदान बलेन हि, पूर्ण मतदान गर्नुपर्छ अरे। र पूर्ण मतदानले नै देश परिवर्तन गर्न सक्छ अरे। अब पूर्ण मतदान भनेको जति मतदाता संख्या छ नि मतदाता नामावलीमा हो, ती सबै मतदाताहरूले मतदानमा अवश्य भाग लिनुपर्छ भनेको। यसो गर्दा मात्रै पूर्ण बहुमतको सरकार बन्न सक्छ। त्यसैले आज एउटा प्रतिज्ञा गरौँ कि फागुन 21 वार पार पूर्ण बहुमतको सरकार। नमस्कार, म प्रकाश सुवेदी, उही तपाईँको रजतपट अङ्कल र यो हो रजतपट। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। अब जम्मा जम्मी एक हप्ता मात्रै बाँकी छ फागुन 21 अर्थात् चुनाव आउनलाई। अर्को हप्ता यसै गरी रजतपट प्रसारण भइरहँदा चुनाव सकिसकेको हुनेछ र हामी परिणामको व्यग्र प्रतीक्षामा हुनेछौँ। र त्यो दिन यसरी रजतपट चलाउन त्यति सम्भव नहोला पनि, किनकि चुनावको माहौल हुन्छ, परिणामको व्यग्र प्रतीक्षा हुन्छ, कहाँ कता पुगिएको हुन्छ। त्यसैले चुनावका बारेमा जे जति कुरा भन्नै पर्नेछ नि ती सबै कुराहरू आजको यो एपिसोडमा भनिसक्नुपर्ने भएकाले एक प्रकारले भन्दा बाध्यात्मक अवस्था छ। त्यसैले आज हामी सबैभन्दा पहिला फागुन 21 गते हुने निर्वाचनका सम्बन्धमा केही कुरा गर्नेछौँ। तर यसरी चुनावको कुरा गरिरहँदा फलानुले जित्छ वा फलानुले हार्छ, अझ भनौँ सिधा अर्थमा भन्नुपर्दा केपी ओली र बारेन शाहमा कसको जित होला, गगन थापा र अमरेश कुमार सिंहमा कसले बाजी मार्ला, गुलमानको हकमा के होला, रेणु दाहाल र शोभिता गौतमहरूको स्थिति के हुने हो, यी र यस्ता प्रक्षेपणबारे आज हामी कुनै पनि प्रकारको विश्लेषण गर्दैनौँ। तथापि यति चाहिँ भन्छौँ कि जसले हारे पनि वा जसले जिते पनि समग्रमा यसपटक देशले भने जित्नुपर्छ। हेर्नुहोस्, निर्वाचन भनेको नि एक प्रकारले उत्सव हो। उत्सव मात्र होइन, महाउत्सव हो भन्दा पनि फरक नपर्ला। अझ भनौँ देश बनाउने अभियान हो यो। र हामी गाउँमा मेला लाग्दा, महोत्सवहरू हुँदा जसरी टिकट काटी काटी मेला महोत्सवहरूमा जाने गर्छौँ र त्यहाँ रमाउने गर्छौँ नि, ठिक त्यसरी नै त्यही जोस, त्यही जाँगर र त्यही उत्साहका साथ हामीले यो निर्वाचनमा भाग लिनुपर्छ। यो महानिर्वाचनलाई सफल बनाउनु पर्ने हुन्छ। हामी सधैँभरि नेताहरूलाई दोष दिने गर्छौँ कि फलानु नेताले यो गरेन, तेलानो नेताले त्यो गरेन भनेर। तर हामी फेरि बारम्बार त्यही नगर्ने नेताहरूलाई नै भोट दिइदिई जिताइ पनि रहेका हुन्छौँ। त्यसैले देशको यस्तो हकीकत हुनुमा दोष नेताहरूको मात्र होइन, हामी पनि उत्तिकै दोषी छौँ। त्यसैले एकपटक फेरि त्यो शक्ति तपाईँ हामीमा आएको छ, हामी जनता जनार्दनमा आएको छ। यस्तो शक्ति जुन शक्तिले नयाँ नेपालको खाका कोर्न सक्छ, देशको मुहार फेर्न सक्छ। अब पनि हामीले फेरि उही पुरानै गल्ती दोहोऱ्याउँदै त्यही नगर्ने नेताहरूलाई नै जिताएर पठायौँ भने लेखेर राख्नुहोस्, हामीले सोचेको नयाँ नेपाल कहिल्यै बन्ने छैन। फेरि पनि भन्छु, म यो नेतालाई वा फलानु पार्टीलाई भोट दिनुहोस् भनेर भन्ने पक्षमा छैन र भन्नु हुँदैन पनि, र त्यो मेरो धर्मले दिँदैन पनि। त्यसैले तपाईँहरूलाई जुन पार्टी वा जुन नेता मनपर्छ उसैलाई भोट दिनुहोस्। तर भोट दिने बेलामा कम्तीमा एकपटक चाहिँ अस्तिको जेनजी आन्दोलनलाई सम्झिनुहोस्। गोली लागेर ढलेका ती कलिला बाल बालिकालाई सम्झिनुहोस्।
आफ्नो सन्तान गुमाएका ती शहीद परिवारहरूलाई सम्झिनुहोस्, उनीहरूको रोदनलाई सम्झिनुहोस्। यस्तै दन्दनी सिंहदरबार जलेको दृश्यलाई सम्झिनुहोस्। सर्वोच्च अदालत, संसद भवन बलिरहेको सम्झिनुहोस्। यति मात्र होइन, स्वास्थ्य उपचारको अभावमा गाउँ गाउँमा छटपटिरहेका ती विपन्न परिवारलाई सम्झिनुहोस्। सुत्केरी हुन नसकेर बाटोमै मृत्युवरण गर्न पुगेकी ती गर्भवती महिलाहरूलाई सम्झिनुहोस्। अझै पनि ट्विन चढी चढी स्कुल जानुपर्ने बाध्यतामा रहेका ती अबोध बाल बच्चाहरूलाई सम्झिनुहोस्। आफ्नो सानो काम बनाउन घुस दिनु परेको त्यो छललाई सम्झिनुहोस्। अस्ति नेताका घरहरूमा डढेका नोटका बिटाहरूलाई सम्झिनुहोस्। आफ्नो गाउँठाउँका खाल्डा खोल्डी र धुलाम्मी बाटाहरूलाई सम्झिनुहोस्। बेरोजगारी सम्झिनुहोस्, अशिक्षा सम्झिनुहोस्, गरिबी सम्झिनुहोस् र यस्ता सम्झिनै पर्ने सबै कुरा सम्झिनुहोस्। र यी यावत कुरा सम्झिसकेपछि एकपटक आफ्नो अन्तरात्मालाई सोध्नुहोस् कि म जसलाई भोट हाल्न भनेर लाइनमा उभिएको छु या स्वस्तिक छाप उचालिरहेको छु नि, त्यसलाई म भोट हालौँ कि नहालौँ भनेर एकपटक सोच्नुहोस्। अनि त्यसबेला तपाईँको अन्तरात्माको आवाजले जे भन्छ, जसलाई भन्छ उसैलाई भोट हाल्नुहोस्। आत्मा नह प्रतिकूलानि परेशान न समाचारित। फेरि पनि भन्छु, यो पटक पनि हामी चुक्यौँ र हामीले फेरि पनि गलत मान्छेहरूलाई चुनेर पठायौँ भने मेरो त केही छैन, वृद्ध भत्ता खाने उमेर भइसकेको छ, त्यतिमै चित्त बुझाएर बचेकुचेको समय जीवन बिताउँला। तर तपाईँ हाम्रा घर घरमा भएका जिन्जी पुस्ता र भावी सन्ततिको भविष्यको अवस्था के होला? हेर्नुहोस्, कसैलाई रहर छैन आफ्नो देश छोडेर विदेशिनलाई, र जो जति विदेशिनु भएको छ नि, देशको यस्तै अवस्थाले गर्दा नै बाध्य भएर विदेशिनु परेको। आज हामी देशमा बस्नेलाई जति चुनाव लागेको छ नि, त्योभन्दा कैयौँ गुणा बढी चुनाव विदेशमा बस्ने हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लागेको छ, त्यहाँ बस्ने आमा बुवालाई लागेको छ। उनीहरू निदाउन सकिरहेका छैनन्। हर पल चिन्ता छ र हर कोहीको चाहना एउटै छ कि आफ्नो देश उन्नति, प्रगति, समृद्धि र सुशासनतिर उन्मुख भएको आफ्नै पालामा हेर्न पाइयोस् भन्ने नै छ। त्यसो यो चुनाव कुनै पनि हालतमा हुँदै हुँदैन र हुनै दिँदैनौँ भन्नेहरू पनि नभएका भने होइनन्। अझ त्यसमाथि हाम्रा महापण्डित ज्योतिषीहरूको त के कुरा गर्नु, ठोकवा नै गर्दै थिए। फागुनको महिनामा निर्वाचन भयो भने म घाँटी गाडिदिन्छु, घाँटी। जसरी मैले 84मा चुनाव हुँदैन 82 काट्दैन भने तिनी, त्यसरी फागुनमा चुनाव भने घाँटी काटिदिन्छु। द्याट माई सेक्रिफाइस। बुझ्नुभयो? 21 गतेको चुनाव नहुने बित्तिकै एक प्रकारको भ्याकुम क्रिएट हुन्छ। यो सरकार ढल्छ, सके त्यहाँभन्दा पहिला नै सुशीलाजीको सरकार जान्छ, लेखेर राख्नु होला। अनि भएन 21 गतेको चुनावसम्म यदि पर्खियो भने पनि चुनाव हुँदैन र यो सरकार स्वत निष्क्रिय हुन्छ। अब चुनाव एक हप्ता बाँकी रहँदा पनि यिनीहरूकै कुरामा विश्वास गर्नु भनेको चाहिँ ऊ एउटा उखान छ नि, जोइ न जुगा पोइ न पोते, सातु न सोप्राक उही केरा खाँदै सुसेल्दै भने जस्तै मात्रै हो होइन त। अब देशभरि यस्तो उत्साह छ, के रासोपा, के राप्रपा, के एमाले, के काङ्ग्रेस, के माओवादी, सब उत्साहित छन्। जताततै नाचगाना चलिरहेको छ, स्वागत सत्कार सम्मान चलिरहेको छ। यस्तो लाग्छ चुनाव सकिएर परिणाम सार्वजनिक भइसक्यो, घोषणा भइसक्यो, अनि विजय उत्सव मनाइरहेका छन्, विजय जुलुस निकालिरहेका छन्। हेर्नुहोस्, यस्तो देख्दा देख्दै पनि यदि कसैले चुनाव हुँदैन भन्छ भने त्यो दिवा स्वर्ण मात्रै हो। भन्ने बेलामा हामी गणतन्त्रात्मक अब व्यवस्थामा छौँ भन्छौँ। गणतन्त्र भनेको के हो? जहाँ जनताका लागि, जनताद्वारा, जनताले नै शासन गर्ने पद्धति होइन। अनि जनता निर्णायक शक्ति भइरहेका बेलामा यो चुनाव हुनु हुँदैन भन्नु राष्ट्रप्रेम त पक्कै पनि होइन। अतः यो उत्सवलाई महाउत्सव बनाऊ, देश निकासको एउटा अभियान बनाऊ। फेरि पनि भने फलानुले जित्नुपर्छ या फलानुले हार्नुपर्छ भन्दा पनि समग्रमा देशले जित्नुपर्छ
र देशलाई जिताउन सक्नेहरूले नै यो चुनाव जित्नुपर्छ। त्यसैले फागुन 21 वार पार पूर्ण बहुमतको सरकार, यसैलाई मूल मन्त्र मान्दै यो चुनावलाई सफल बनाउनुपर्छ। र जति पनि विदेशमा बस्ने हाम्रा दाजुभाइ दिदीबहिनी तथा आमा बुवाहरू हुनुहुन्छ, सम्भव भएसम्म यो चुनावको लागि आउनुहोस्। यदि सम्भव छैन, आउन सकिँदैन भने पनि त्यहीँ बसेर आफ्ना नाता गोता कुटुम्ब छ छिमेक इष्ट मित्र सबैलाई फोन गरी गरी यसपालि चाहिँ फलानुलाई है भनेर सम्झाइरहन भने नछोड्नु होला। आजलाई यति नै निवेदन गरेँ मैले, है त। जय नेपाल। अब भने हाम्रा नियमित